ल सुरु गरौँ जेम्स क्लियरको एकदमै चर्चित किताब एटोमिक ह्याबिट्सको विश्लेषण। यो किताबले बानी बनाउने तरिकालाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदिएको छ। अब एउटा यस्तो कथा सुनौं जुन पत्याउनै गाह्रो छ। यो कथाले एउटा यस्तो रहस्य खोल्छ जसले यो किताबको मुख्य सिद्धान्त बुझ्न हामीलाई मद्दत गर्छ। सोच्नुस् त, 1 शताब्दीभन्दा बढी समयसम्म ग्रेट ब्रिटेनको व्यावसायिक साइक्लिङको अवस्था कस्तो थियो भने उनीहरूले कहिले केही ठूलो जितेनन्। सन् 1918 देखि उनीहरूले जितेको भनेको केवल एउटा ओलम्पिक स्वर्ण पदक थियो। सन् 2003 मा ब्रिटिश साइक्लिङले डेभ ब्रेल्सफोर्ड नामका एक व्यक्तिलाई नयाँ प्रदर्शन निर्देशकको रूपमा नियुक्त गर्यो र त्यसपछि जे भयो त्यो साँच्चै अचम्मको थियो। ब्रेल्सफोर्डले जिम्मेवारी लिएको मात्रै 5 वर्षमा ब्रिटिश साइक्लिङ टिमले 2008 को बेइजिङ ओलम्पिकमा धुम मचायो। उनीहरूले त्यहाँ भएका कुल स्वर्ण पदकहरूमध्ये 60% जिते। अनि यो सफलताको यात्रा 1 दशकसम्म चलिरह्यो, जसमा 6 वर्षमा 5 पटक टुर द फ्रान्स जित्नु पनि सामेल थियो। त्यसो भए के थियो त त्यो रहस्य? ब्रेल्सफोर्डको स्ट्राटेजी कुनै जादु थिएन, बरु सयौं साना परिवर्तनहरू थिए। उनले यसलाई मार्जिनल गेन्सको सङ्कलन भने। यसको मतलब हरेक सानोभन्दा सानो कुरामा, मतलबै नगरिने कुरामा पनि केवल 1% मात्र सुधार गर्ने। उनीहरूले हरेक कुरामा सुधार गरे, राइडरको सिटको आरामदेखि लिएर बाइकको टायरमा लगाउने जेलसम्म। र जब यी साना सुधारहरू एकै ठाउँमा आए, नतिजाले सबैलाई छक्क पारिदियो। यो कथाले एटोमिक ह्याबिट्सको मूल मन्त्रलाई एकदमै राम्रोसँग देखाउँछ। त्यो हो सानो तर निरन्तर प्रयासमा लुकेको आश्चर्यजनक शक्ति। जेम्स क्लियरले यो कुरा बुझाउन एउटा ढुङ्गा काट्ने मान्छेको कथा प्रयोग गर्छन्। 100 पटक हान्दा ढुङ्गा फुट्दैन, तर 101 पटकको प्रहारले त्यसलाई 2 टुक्रा बनाइदिन्छ। त्यो अन्तिम प्रहारले मात्र फुटाएको होइन, त्यसअघिका 100 प्रहारले त्यसलाई तयार पारेको थियो। भन्नुको मतलब के हो भने ठूला सफलताहरू रातारात हुँदैनन्। ती त पहिले गरिएका कैयौं प्रयासहरूको परिणाम हुन्, जसले भित्रभित्रै शक्ति जम्मा गरिरहेको हुन्छ। ठिक त्यही ढुङ्गा काट्नेको पहिलो 100 प्रहारहरू जस्तै। त्यसो भए यदि साना बानी नै महत्त्वपूर्ण हुन् भने हामीले ती बानीहरू बनाउने कसरी त? खैर, यो किताबले हामीलाई एउटा एकदमै सरल तर शक्तिशाली सिस्टम दिन्छ। आउनुहोस् त्यो के हो हेरौं। हरेक बानी यही 4 चरणको साइकलमा चल्छ। राम्रो बानी बसाल्न यी 4 कुराहरू गर्नुपर्छ। सङ्केतलाई स्पष्ट, चाहनालाई आकर्षक, कामलाई सजिलो र पुरस्कारलाई सन्तोषजनक बनाउनुपर्छ। र नराम्रो बानी तोड्न ठिक यसको उल्टो गर्नुपर्छ। अब एउटा नियमलाई राम्ररी बुझ्न तेस्रो नियमलाई हेरौं। यसलाई सजिलो बनाउनुहोस्। एउटा प्रश्न, राम्रो नतिजाको लागि केमा फोकस गर्ने, क्वान्टिटीमा कि क्वालिटीमा? फ्लोरिडा विश्वविद्यालयका एक प्रोफेसरले यो पत्ता लगाउन एउटा गजबको प्रयोग गरे। उनले आफ्नो फोटोग्राफी क्लासलाई 2 समूहमा बाँडे। क्वान्टिटी ग्रुपलाई उनीहरूले कति धेरै फोटो खिच्छन् भन्ने आधारमा ग्रेड दिइयो, अनि क्वालिटी ग्रुपलाई चाहिँ एउटा मात्र तर एकदमै पर्फेक्ट फोटोको आधारमा। तर जब सेमेस्टर सकियो, नतिजा भने बिल्कुलै अनपेक्षित थियो। सबैभन्दा राम्रा फोटोहरू क्वान्टिटी ग्रुपले खिचेको थियो। किनभने उनीहरूले 100औं फोटो खिचे, गल्ती गरे र हरेक पटक सिकिरहे। तर क्वालिटी ग्रुप चाहिँ पर्फेक्ट फोटो कस्तो हुन्छ भनेर सोच्दै अल्मलियो। यसले के देखाउँछ भने कुनै काम बारम्बार गर्दा त्यो सजिलो हुँदै जान्छ र सिप पनि बढ्छ। यसले हामीलाई एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण कुरामा ल्याइपुर्याउँछ। बानी बनाउनु भनेको खालि कडा मेहनत गर्नु मात्र होइन, यो त आफ्नो लागि सही बानी छान्नु पनि हो। अब 2 महान खेलाडीहरूलाई हेरौं, ओलम्पिक पौडीबाज माइकल फेल्प्स र ओलम्पिक धावक हिचाम एल ग्वेराउज। अचम्मको कुरा के छ भने उनीहरूको उचाइमा 7 इन्चको फरक भए पनि उनीहरूले लगाउने पाइन्टको लम्बाइ एउटै छ। फेल्प्सको लामो शरीर र छोटो खुट्टा पौडी खेल्नको लागि एकदमै पर्फेक्ट छ, अनि एल ग्वेरोजको लामो खुट्टा दौडिनको लागि। सोच्नुस् त, यदि उनीहरूले आफ्नो खेल साटेको भए के हुन्थ्यो होला? सायद दुवैजना त्यति सफल हुने थिएनन्। यसबाट सिक्नुपर्ने कुरा के हो भने हामीले त्यस्तो खेल खेल्नुपर्छ जहाँ हाम्रो प्राकृतिक क्षमताले हामीलाई साथ दिन्छ।
जब आफ्नो स्वभाव विरुद्ध लड्नु पर्दैन तब सफलता पाउन सजिलो हुन्छ। त्यसैले यो विश्लेषणले हामीलाई एउटा गहिरो प्रश्नको साथ छोड्छ। त्यस्तो के काम छ जुन गर्दा अरूलाई भारी लाग्छ तर कसैलाई रमाइलो लाग्छ? किनभने जुन काममा कम सङ्घर्ष हुन्छ सायद त्यही काम त्यो व्यक्ति